दर्शकबिन नमस्कार। कार्यक्रम निर्वाचन संवादमा स्वागत छ। म दीपिका पौडेल। विश्वखोज अनलाइनद्वारा सञ्चालित यो कार्यक्रम हामीले यही फागुन 21 गते हुन गइरहेको निर्वाचनलाई इङ्गित गर्दै निर्माण गरेका छौं। आजको कार्यक्रममा हामीले कञ्चनपुर क्षेत्र नम्बर 1 का प्रतिनिधि सभाका प्रत्यक्षतर्फका स्वतन्त्र उम्मेदवार यादव सिंहसँग बसेर कुराकानी गर्नेछौँ। आउनुहोस् कार्यक्रममा ढिला नगरिकन उहाँलाई स्वागत गरौँ। स्वागत छ यादवजी तपाईलाई। धन्यवाद। कस्तो छ चुनावी माहौल? कतिको प्रचारमा कतिको अगाडि बढिरहनु भएको छ? हामी त चुनावी प्रचारमै छौँ। भर्खर पनि हामी चुनावी प्रचार नै आइरहेको छौँ। हजुर, माहौल राम्रो छ? माहौल राम्रो छ। हजुर, तपाईँ त युवा मान्छे, कसरी यो राजनीतिमा आउनु मन लाग्यो कि तपाईँलाई? म चाहिँ राजनीतिमा भन्दा पनि आजभन्दा 8 वर्ष अगाडि हाम्रो एकजना घगौमा चाहिँ पुनर्वास 4 घगौमा गोविन्द गौतमजीलाई चाहिँ सिमानामा चाहिँ भारतीय एसएसबीले गोली हानेर मारेको थियो हैन। त्यस पश्चात चाहिँ म लगभग 7 किलोमिटर मेरो घरदेखि 11 देखि म पैदल यात्रा चाहिँ आएर त्यो गोविन्द गौतमलाई चाहिँ सिमाना मारिसकेपछि म चाहिँ भारतीय एसएसबीलाई ढुङ्गा हानिरहेको थिएँ कि। त्यो सानो उमेरको बेला हो। मलाई त्यो अनुभव सायद त्यो मेरो जिन्दगीको पहिलो आन्दोलन थियो। त्यहाँबाट चाहिँ मलाई आफ्नो ठाउँ र मेरो ठाउँका जनताप्रति चाहिँ उत्तरदायी हुनलाई चाहिँ त्यो घटनाले प्रेरित गरेको र त्यसपछि म निरन्तर तपाईको सामाजिक आन्दोलनमा छु हैन। यो ठाउँका जनतासँगै छु। यो ठाउँका मुद्दाहरू उठाइरहेको छु। हजुर, अहिले त देशमा माहौल यस्तो छ कि युवाले नेतृत्व गर्नुपर्छ, युवाले देश चलाउनुपर्छ भनेर भनिरहेको अवस्थामा तपाईँ स्वतन्त्र उम्मेदवारको रूपमा कञ्चनपुर क्षेत्र नम्बर 1 लाई हेरेर तपाईले यो ठाउँमा म केही गर्छु, मैले युवाको नेतृत्व लिएर केही गर्छु भनेर चुनावी माहौलमा आउनु भएको छ, चुनावमा उभिनु भएको छ। तपाईलाई अहिले कञ्चनपुर क्षेत्र नम्बर 1 का युवाहरूको साथ सपोर्ट कति रहेको छ? म चाहिँ कस्तो छ भने चाहिँ म एउटा युवा उमेरसम्म, विशेष गरी जेनजी उमेरसम्म 27-28 वर्ष बिचमा हुँदै गर्दा जब मैले उम्मेदवारी दिइरहेको थिएँ, तर मलाई एउटा के विश्वास थियो भने चाहिँ म एउटा युवा पुस्ताको उम्मेदवार हुँदै गर्दा, प्रतिनिधि पात्र हुँदै गर्दा चाहिँ मेरो पुस्ताले चाहिँ 100% मलाई सँगाउँछ र मेरो पुस्ता मसँग हुन्छ भनेर चाहिँ मैले जुन आकलन गरेर मैले उतार दिएको थिएँ। तर आज म तपाईको लगभग 15 दिन भइसक्यो म हुलाकी सडक मैले पुरै पैदल यात्रा भइसकेको छु हैन। तर जुन मेरो उमेर समूह छ, मेरो युवा पुस्ता छ, त्यो युवा पुस्ता चाहिँ आज मसँग छैन हैन। त्यो एउटा दुःखको कुरा पनि हो। मलाई आफैलाई पनि म त्यो कुराहरूलाई चाहिँ महसुस गरिरहेको छु। जुन पुस्ताले मलाई सँगाउँछ भनेर म राजनीतिमा मेरो ठाउँमा चाहिँ परिवर्तनको पक्षमा चाहिँ म एउटा उम्मेदवार भइराख्दाखेरि चाहिँ मेरो ठाउँको युवाहरू मसँग नहुँदै गर्दाखेरि चाहिँ म अत्यन्तै दुःखी छु त्यो कुराहरूले। तर पनि मलाई इन्टरनल के छ भने चाहिँ देश विदेशबाट सघाइनुहुन्छ होला, आफ्नो घरमा भोट चेन्ज गराइदिनुहुन्छ होला। आज म हिँड्दाखेरि एक्लै हुँदै गर्दा पनि उहाँहरूले चाहिँ आफ्नो घरमा, आफ्नो टोलमा, आफ्नो ओडामा खटिदिनुहुन्छ भन्ने मलाई अपेक्षा छ। किनभने चाहिँ म एउटा प्रतिनिधि पात्र मात्र, प्रतिनिधित्व उहाँहरूको जस्तो लाग्छ मलाई चाहिँ। एकदम यो कारण चाहिँ के होला? युवाहरूको त अहिले त तपाईलाई पूर्ण रूपमा साथ दिनु हुनुपर्ने हो नि। मैले चाहिँ प्राय देखिरह हुन्थेँ सामाजिक सञ्जालमा चाहिँ युवाहरू परिवर्तनका कुरा गर्नुहुन्छ हैन। सामाजिक सञ्जालमा उहाँहरू नेताहरूलाई गाली गर्नुहुन्छ, विकास भएन भन्नुहुन्छ हैन। सामाजिक सञ्जालमा उहाँहरू बुद्धिजीवी जसरी कुरा गर्नुहुन्छ। तर आज हामी वास्तवमै यो ठाउँको मुद्दा बोकेर हिँड्दाखेरि यो ठाउँकोलाई चाहिँ परिवर्तन गर्नुपर्छ, हाम्रो ठाउँलाई चाहिँ अब निकास दिनुपर्छ भनेर हामी हिँड्दै गर्दाखेरि चाहिँ त्यो युवाहरू चाहिँ फिल्डमा नहुँदै गर्दाखेरि चाहिँ कता कता मलाई लाग्छ कि युवाहरू चाहिँ अब पनि फेरि त्यही पुरानै पार्टी र पुरानै नेताहरूको पछाडि नै दौडिराख्नु भएको हो कि भन्ने हामीलाई शङ्का चाहिँ लागिरहेको छ। त्यही पनि म निर्वाचनमा होमिसकेपछि लगभग मलाई 5-6 जना जति युवा साथीहरूले मेसेज गरिसक्नु भएको छ, तपाईँ लागिराख्नुहोस् हामी छौँ भन्ने हिसाबले उहाँले गरिराख्नु भएको छ। त्यही भएर मलाई चाहिँ के लाग्छ भने चाहिँ म अझै पनि उहाँहरू मैसँग हुनुहुन्छ। आज पनि तपाईँ पुनर्वासको हकमा हेर्न सक्नुहुन्छ हैन। खुलेरै पनि अझ पनि कतिपय साथीहरूले चाहिँ राष्ट्रपाको उम्मेदवारलाई भोट मागिसकेको अवस्था छैन। किनभने चाहिँ वास्तवमै यादव सिंह यो ठाउँमा यादव सिंहको जतिको लगानी त न राष्ट्रपा उम्मेदवारको छ, न नयाँ भन्ने हाम्रो काङ्ग्रेस उम्मेदवारको छ। यादव सिंहको यो ठाउँमा धेरै लगानी छ भन्ने कुरो उहाँलाई थाहा छ। तर उहाँहरूले घन्टीमा भोट माग्यो भने प्रत्यक्षमा चाहिँ उहाँहरूले कुनै उम्मेदवारलाई भोट माग्नु सकेको अवस्था छैन। हजुर, तपाईको चुनाव चिन्ह झोला। हजुर, अहिले राजनीतिक दलका नेताहरूलाई कतिपय युवाहरूले अथवा कतिपय अरू जनताहरूले पनि झोला बोक्ने झोले भनेर उपनाम दिइरहेको अवस्थामा तपाईले स्वयं झोला नै चुनाव चिन्ह लिएर उठ्नुभयो। यस्तो छ, योभन्दा अगाडि एकचोटि एमालेको महाधिवेशनमा चाहिँ त्यो एमालेको एउटा नेताले मैले भनेको छु त्यो जनताका समस्या बोक्ने झोला हो भनेर उहाँ सुनिरहेको थिएँ। हामी जनताका झोले हौ भन्ने समस्या भन्नुभएको थियो नि त। उहाँ त्यो कुराहरू ठ्याक्कै याद आउँदै गर्दाखेरि चाहिँ मैले पनि के सोचिरहेको छु, यो जेनजी आन्दोलनमा जुन मेरा बाबुहरू भाइ बहिनीहरू चाहिँ स्कुल ड्रेसमा त्यो संसद भवन अगाडि चाहिँ गुली खाएर मारिनु भएको थियो झोला बोकेर जाँदाखेरि म त्यो कुरालाई सम्झेर चाहिँ अब पनि मैले झोला बोकेर जाँदै गर्दा चाहिँ पुरानो पार्टीहरूलाई यो क्षेत्रको, यो निर्वाचन क्षेत्रको मतदाताहरूले चाहिँ भोट हाल्नुहुन्न के। म पनि एउटा विद्यार्थी हो नि त, झोला बोकेर हिँडिरहेको छु। हिजो मेरो पुस्ता त्यहाँ शहीद भएको छ नि त हैन। तर मैले झोला चुनाव चिन्ह लिएको हो, खास यसको एउटा नारा छ, जनताका समस्या झोलामा बोक्नेछु, समाधानको बाटो म आफै खोज्नेछु भन्ने छ यसको नारा।
यो झोलामा चाहिँ जनताका समस्याहरू बोकेर हिँड्नु भयो। म पैदल यात्रामै छु, म आज 15 दिन भइसक्यो। तपाईँको यो हुलाकी सडक कञ्चनपुरको 1 नम्बर क्षेत्र बेल्लौरी, बेलडाँडी, पुनर्वास हैन, विशेष गरी लालझाडी हैन, म हरेक ओडामा पुगिसकेको छु। त्यो ठाउँको हरेक समस्या केलाएर मैले आज मात्र मैले घोषणापत्र सार्वजनिक गर्नेछु तपाईँहरूबाट नै। अब घोषणापत्रको कुरा आयो, तपाईँका मुख्य एजेन्डाहरू के छन्? अब आज जनताले त यो कार्यक्रम हेर्नुहुन्छ, यहाँ कञ्चनपुर क्षेत्र नम्बर 1 का धेरैजनाले कार्यक्रम हेर्नुहुन्छ। अब तपाईँले कतिपय ठाउँमा त प्रचार गरिरहनु भएको छ सामाजिक सञ्जालमा, सबै ठाउँमा। तर यो कार्यक्रम मार्फत आज तपाईँका एजेन्डाहरू प्रष्ट पारिदिनुहोस्। हाम्रो चाहिँ मुख्य के छ भने चाहिँ हामीले चाहिँ आजको दिनसम्म चाहिँ कसैले पनि हुन्छ नि यो ठाउँमा चाहिँ एजेन्डा खोजिरहेको थिएन के। तर मैले मेरो पुस्तालाई के भनेको छु भने चाहिँ हैन, भाषण नसुन्नुस्, एजेन्डा सोध्नुस् भनिरहेको छु। हुँदै गर्दा हाम्रो त एजेन्डा बन्छ, रोड म्याप बन्छ र इम्प्लिमेन्टेसनको पाटो बनिन्छ। मैले आफ्नो एजेन्डालाई चाहिँ मैले प्रतिबद्धता पत्र भनेर सार्वजनिक गरिरहेको छु। त्यो भनेको म 100% गर्छु। हिजो म एउटा आम व्यक्ति हुँदाखेरि पनि म यो देशको कानुन संशोधन गरिरहेको छु। मैले सडकबाट कानुन संशोधन गरेको यादव सिंह हिजो महिला आन्दोलनहरूलाई चाहिँ महिलाहरूले चाहिँ पुरुषहरूले बहुविवाह गर्नुपर्छ भन्ने त्यो आउँदै गर्दाखेरि चाहिँ हामीले चाहिँ कानुन नै संसद सडकदेखि चाहिँ हामीले खारेज गरेको हो हैन। धेरै कुराहरू हामीले गरेका छौँ। त्यो भन्दा हामी अहिले प्रतिबद्धता पत्रतिर जाउँ। म यहाँदेखि तपाईँहरूलाई चाहिँ जनतालाई चाहिँ मेरो एजेन्डा सुनाउँछु। तपाईँहरूले चाहिँ यो शेयर गरेर चाहिँ आफ्नो नागरिक ओडासम्म र टोलसम्म पुर्याइदिनु होला है। हाम्रो 1 नम्बरमा कृषि र सिँचाइमा आधुनिक क्रान्ति भन्ने छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहर निर्माणलाई तीव्रता दिई क्षेत्र नम्बर 1 का प्रत्येक खेतमा पानी पुर्याउने, मल र बिउको ग्यारेन्टी, खेतीको सिजनमा हुने मल अभाव हटाउन स्थानीय तहसँगको समन्वयमा कृषि भण्डार स्थापना गर्ने, किसानको उत्पादन खेर जान नदिन बेल्लौरी वा पुनर्वास क्षेत्रमा ठूलो क्षमताको शीत भण्डार निर्माण गर्ने, उखु र धान किसानले भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न क्रस चेक प्रणाली लागू गर्ने। यो कुराहरू जोड्दै गर्दाखेरि चाहिँ अस्ति भएकै तपाईँको उखु किसानको अनुदान कटौती भएको थियो। यहाँका किसानहरूलाई लगेर माइती घरमा आन्दोलन गरेर चाहिँ हामीले चाहिँ त्यो अनुदान चाहिँ यथावत गराउन हामीले रोल खेलेको थियौँ। अधुरो रहेको हुलाकी राजमार्गको कामलाई छिटो सम्पन्न गर्न यथावत सहज बनाउने, यो हामीले हुलाकी सडकको बारेमा चाहिँ आवाज उठाउँदै गर्दा तपाईँको बेल्लौरीमा यस्तो सडक छ जहाँ चाहिँ त्यो भारतले चाहिँ हामीलाई त्यहाँ पिच गर्न दिइरहेको छैन कि हुलाकी सडक हैन। त्यो विषयमा मैले केही समय अगाडि कुलमानजी मार्फत चाहिँ मैले त्यो कुराहरू राखेको छु र हाम्रो अधुरो भएको लागि सडक चाहिँ कम्प्लिट गर्नुपर्ने भन्ने कुरा छ है। स्थानीय जनताले भोग्दैका सीमा समस्या र एसएसबीबाट हुने असहजतालाई कूटनीतिक माध्यमबाट स्थायी समाधान गर्ने। मैले भनिहालेको तपाईँलाई गोविन्द पिका मर्नु भएको छ। यस्ता कुराहरूलाई चाहिँ हामीले कूटनीतिक समस्या समाधान गर्नुपर्छ। त्यही हेर्दै गर्दा तपाईँले हेर्नु न, हाम्रो म अस्ति 9 नम्बर वडामा गएको थिएँ, हामीसँग लाल पूर्जा छ, हामीले आफ्नो जमिन उपभोग गर्न पाइरहेको छैनौँ के। यो त जनताको समस्या हो। बेल्लौर जस्तो नाकाहरूलाई व्यवस्थित गरी व्यापारिक नाकाको रूपमा विकास गर्ने र छोटी भन्सार सञ्चालनमा ल्याउने। छोटी भन्सारको तपाईँले एजेन्डा मात्र अहिलेसम्म चाहिँ चुनाव एजेन्डा मात्र छ हैन। हामीले चाहिँ त्यो नाकालाई चाहिँ सञ्चालनै गर्ने भनेका छौँ। अनि अहिले हामीले सिमानालाई चाहिँ यो तस्करहरू बढेको अवस्था छ के, त्यसलाई चाहिँ हामी नियन्त्रण गर्नुपर्छ। त्यसले गर्दाखेरि हाम्रो यो बजारमा जो बजार गरेर चाहिँ यो ठाउँमा चाहिँ हामी चाहिँ अब यही बसिराख्नु भएको छ पसल गरेर हैन, व्यवसाय गरेर, उहाँहरूलाई चाहिँ असर परेको छ। दशकौँ थिए समाधान नभएका आरक्षित पीडित को मुआवजा र पुनर्स्थापना कार्यलाई अधिकार सम्पन्न आयोग मार्फत 6 महिनाभित्र टुङ्गाउने। तपाईँको जस्तै आरक्षित पीडितका कुराहरू छन्, यहाँ सुकुम्बासीका कुराहरू छन् हैन, सबै कुराहरू समेटेका छौँ हामीले। निकुञ्जबाट बस्तीमा आउने जङ्गली जनावर रोक्न इलेक्ट्रिक फेन्सिङ, विद्युतीय तारबार र मेष जालीको प्रभावकारी व्यवस्था गर्ने। अस्ति भर्खरै घटना छ, तपाईँले सुन्नुभयो होला, एकजना दिदी मर्नुभयो, अर्को घाइते भयो जङ्गली जनावरको आक्रमणले। यस क्षेत्रका युवाहरूलाई रोजगारीसँग जोड्न बहुपराधिक शिक्षालय स्थापना गर्ने, साथै लालझाडी गाउँपालिकामा स्नातक तहसम्मको क्याम्पस स्थापना गर्ने र अन्य पालिकाको क्याम्पसहरूको स्तरोन्नति गर्ने। आज हामीले शिक्षालाई प्रमुख विषयमा राख्दै गर्दा लालझाडी गाउँपालिका मैले हिँड्दै गर्दाखेरि चाहिँ तपाईँ त्यो ठाउँको मान्छे शिक्षित किन छैनन् त? एउटा स्नातक तहसम्म क्याम्पसै छैन के। बरु बेल्लौरी बेलडाडी पुनर्वासमा छन्, त्यहाँ छैनन् के। त्यसलाई चाहिँ हामीले राखेका छौँ है। यस क्षेत्रमा बेल्लौरी पर्यटन र स्थानीय अर्थतन्त्र, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको दक्षिण प्रवेशद्वारलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने भनेका छौँ। रोजगारी, स्थानीय चिनी मिल र अन्य साना उद्योगहरूलाई प्रोत्साहन गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने, एक घर एक रोजगारको अवधारणा ल्याउने भनेका छौँ। सरकारी कार्यालयमा हुने ढिला सुस्ताइ र बिचौलियाको प्रथा अन्त्य गर्न डिजिटल ट्र्याकिङ प्रणालीको वकालत गर्ने। युवा स्वरोजगार र सिप विकास, स्वदेशमा अवसर, विदेश पलायन रोक्न स्थानीय स्तरमा युवा उद्यमशीलता केन्द्र स्थापना गरी बिना धितो संहितापूर्ण ऋण र सिपमूलक तालिमको व्यवस्था गर्ने। युवाहरूलाई घरमै बसेर डलर कमाउन सक्ने बनाउन फ्री वाइफाई सहितको कोवर्किङ स्पेस र आइटी तालिम केन्द्र सञ्चालन गर्ने भन्ने छ। अब हाम्रो दुईटा अझै छ। खेलकुदमा विशेष गरी मेरो निर्वाचन क्षेत्र भनेको यो चाहिँ हाम्रो निर्वाचन क्षेत्रमा हामीले खेलकुदमा चाहिँ हामीले राष्ट्रिय खेलाडी पनि उत्पादन गर्न सक्ने सम्भावित क्षेत्र हो कि। सुदूरपश्चिमको त्यही पनि कञ्चनपुर बेल्टमा होइन, त्यसै हामीले कञ्चनपुर 1 को राष्ट्रिय खेलाडी उत्पादन गर्ने सम्भावित क्षेत्र रहेकोले पुनवास 5 मा स्थित 65 बिघामा रङशाला निर्माण गर्न पहल कदमी लिने भनेको छु मैले है। विद्युतको कुरा त मैले पहिला नै उठाइरहेको, तपाईँले देखि नै राख्नु भयो होला। कुलमान मार्फत चाहिँ जब मेरो ठाउँका
बुबाहरू बच्चाहरू होइन विशेष गरी किसानहरूले चाहिँ विद्युतको समस्या भोग्दै गर्दाखेरि चाहिँ त्यत्र मैले कुलमानजीलाई भनेर चाहिँ तुरुन्तै केही समयको लागि समाधान र तपाईँको विशेष गरी ट्रान्सफर्मर जोडेर चाहिँ अत्तरियादेखि बेल्लोरी विस्तारको काम भनेको थियो त्यो विस्तार भइ पनि रहेको छ तर त्यसलाई चाहिँ अब हामीले छिटोभन्दा छिटो टुङ्गाउनलाई चाहिँ त्यहाँ गएर सम्बन्धित निकायमा गएर पहल गरी चाँडोभन्दा चाँडो पूर्णता दिने भन्ने छ क्या काम त हामीले सुचारू गरिसकेका छौँ त्यसलाई चाहिँ पूर्णता दिनुपर्ने छ है त्यसो भए अब कञ्चनपुर क्षेत्र नम्बर 1 जस उज्यालो हुन्छ अनि अर्को बाढी रोकथाम कुरा छ हेर्नुहोस् कति केही समय अगाडि मात्रै बाढीले गर्दा हाम्रो यो दोदाको जुन छ नि बाढी तपाईँको बेल्लोरी लालझाडी अनि हाम्रो विशेष गरी पुनर्वास कति धेरै यसै किसानहरूले शास्ति भोगिराख्नु परेको अवस्था छ नि त त्यसलाई पनि हामीले लगभग हाम्रो प्रमुख एजेन्डामै पर्छ त्यो पनि हेर्नुहोस् बाढीका कारण बेल्लौरी लालझाडी पुनर्वास किसानले भोग्न परेको शास्तिलाई कम गर्न दोदा नदी वरिपरि तटबन्धनको कामलाई प्राथमिकतामा राखी पूर्णता दिने भनेको छु अनि भ्रष्टाचारका कुराहरू छन् आज हामीले चाहिँ एउटा वडा लेभलमा के तपाईँ हिजोको दिनमा हामीले एउटा निवेदन वडामा चल्थ्यो भने चाहिँ आज निवेदन चल्दैन कि त्यहाँ उहाँले चाहिँ कम्प्युटरमा प्रिन्ट गरेर ल्याउनुहोस् भन्नुहुन्छ भ्रष्टाचारको अन्त्य गर्न पारदर्शिता र सूचनाको हकलाई प्रभावकारी बनाएर भ्रष्टाचार मुक्त निर्वाचन क्षेत्र घोषणा गर्ने भनेको छु मैले यसमा कुनै हुन्छ नि कसैलाई चाहिँ मैले बाटो बनाइदिन्छु भने आश्वासन दिएको छैन कसैको चर्चमा बजेट हालिदिन्छु भनेको छैन मन्दिरमा बजेट हालिदिन्छु भनेको जे मैले सक्छु म त्यो गर्छु यो मेरो प्रतिबद्धता पत्र हो यो मेरो घोषणा पत्र भनेर प्रतिबद्धता यहाँ म अब 2 ठाउँमा स्टेम हानेर म यहाँ टाल्नेवाला छु यहाँ वाइबेडी बजारमा बेल्लोरी बजारमा बेलनाडी बजारमा चान्देबमा लालझाडीमा म टाल्नेवाला छु अब जस युवाको नेतृत्व भयो भने युवाको सोच अलग हुन्छ हजुर हजुर युवाले चाहिँ अझै के गर्छु फरक गर्छु भनेर सोचेर नै अगाडि बढ्छ हैन अब सुदूरपश्चिममा जस यातायातको पनि असुविधा छ कति ठाउँमा त अझै बाटोघाटो पुगेको छ हजुर हजुर तपाईको यो एजेन्डा भित्र बाटोघाटो मैले अहिले तत्काल राखिन भन्नुको हैन मैले हुलाकी सडकमा राखेको छु विशेष गरी हुलाकी सडकमा हामीले जोड दिएको छौं म आफै पैदल यात्रा हिँडेर आएको छु मैले हुलाकी सडकलाई प्राथमिकतामा राखेको छु अनि यो सीमा सम्बन्धी समस्याहरू छन् विशेष गरी त हाम्रो सुदूरपश्चिममा अझ यो कञ्चनपुर क्षेत्र नम्बर 1 मा विशेष गरी पुनर्वासमा तपाईले देख्नु भएको कुरा हामी सबैले देखेको कुरा यो सीमा समस्यालाई त तपाईले कसरी हेर्नुहुन्छ मैले भनेको छु हजुरलाई सीमा समस्या कुरालाई जस्तै अब लागु पदार्थ प्रसारण सीमामा हामी नियन्त्रण गर्ने सकेसम्म चाहिँ अब त्यहाँ हामी यताबाट जाँदा नि हाम्रो नागरिक चेक जाँच होस् सीमामा हैन उताबाट आउनेहरुको नागरिक चेक जाँच होस् र सकेसम्म सीसीटीभी क्यामेरा पनि होस् के सीसीटीभी क्यामेरा पनि होस् हैन त्यसले गर्दाखेरि चाहिँ को आयो को गयो कसले के ल्यायो सबै कुराहरू चाहिँ हुन्छ हैन अनि सीमानामा हामीले सशस्त्र मात्र खटाउँदै गर्दाखेरि पनि त्यहाँ हुँदैन भने चाहिँ सशस्त्र पनि खटाउ र अलि अब माथिसम्म चाहिँ हामीले प्रशासनबाट खटाउ र स्थानीय मान्छेहरू पनि हामी त्यहाँ खट्यौं के त्यसले गर्दाखेरि चाहिँ हामी यो लागु पदार्थ ओसार बसार गर्ने अनि त्यसपछि 2 नम्बरी गर्नेहरुलाई चाहिँ हामी रोक्न सक्छौं त्यसमा हामीले सीमालाई प्रमुख विषयमा लिएका छौं लिन चाहिँ हजुरले अब चुनाव जितेर विजयी भएर तपाई स्वतन्त्र उम्मेदवार विजयी उम्मेदवार हुनु भएको खण्डमा हामीले यदिको कुरा गरिराखेको छौं तपाईलाई शुभकामना पनि छ तपाईले सबैभन्दा पहिला कञ्चनपुर क्षेत्र नम्बर 1 मा यो कार्यबाट मैले आफ्नो काम एजेन्डा सुरु गर्छु भन्ने के छ सुरुमा मैले के गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ मैले चाहिँ सुरुमा हेर्नुस् हामी चारैतिरबाट सीमानामा जोडिएको कुराहरू छ तपाईले देखिराख्नु भएको छ नि मैले भनिरहेको छु तस्करका कुराहरू छन् हाम्रा जमिन उपभोग गर्न नपाएका कुराहरू छन् हैन अब सीमानाबाट हाम्रा एसएसपीहरूले गर्दाखेरि चाहिँ हाम्रो यहाँ स्थानीयले सस्ती भोगिराख्नु पर्ने कुराहरू छ विशेष गरी चाहिँ मेरो सीमाना र किसानका मुद्दा नै हुन् अहिलेलाई सबैभन्दा पहिला चाहिँ एउटा किसानका मुद्दा र सीमानाका मुद्दा नै हुन् बाँकी त त्यो नेसेसरी नै हो शिक्षा स्वास्थ्य यो कुराहरू तपाईलाई थाहै छ महिला उत्थानका कुराहरू पनि छन् महिला हिंसाको लागि त हामी बारम्बार लडिरहेको छौं यो कुराहरुमा त हामीले भन्नु भन्दा पनि तपाईहरु सबैले बुझि पनि सक्नु भएको छ महिलाको हकहितको लागि वास्तवमै को लड्या छ भन्नेको त आज यादव सिंह लड्या छ हेर्नुस् कति ठाउँमा महिला हिंसाका कुराहरू छन् तपाईले पनि सामाजिक सञ्जालहरुमा हेरिरहनु भएको हुन्छ मैले त तपाईको महिला हिंसाको कुरा गर्दै पर्दा आज एउटा यो देशमा सायद एउटा मात्र पुरुष होला कि जसले चाहिँ यो पुरुष पितृसत्ताका विरुद्धमा चाहिँ त्यही पनि म आफै बोलिरहेको छु के चाहे कहिले मैले बिनु यादवलाई अनसन बसाएर हुन्छ कि कहिले आर्थिक सहायको न्यायको लागि लडेर हुन्छ कि कहिले हाम्रो निर्मला पन्तको लागि काठमाडौँमा आन्दोलन गरेर हुन्छ कि सम्झना विकको लागि आन्दोलन गरेर हुन्छ कि यो ठाउँमा अस्ति भर्खरै पनि हाम्रो एकजना उताको बहिनी बेल्लोरीको बहिनीलाई राणा चौधरी समुदायको बहिनीलाई चाहिँ रेप गर्दाखेरि त्यो कुराहरू बाहिर आएको थिएन र मैले डाइरेक्ट मलाई फोन आइसकेपछि मैले बाहिर ल्याइदिएको थिएँ के मैले बाहिर ल्याइदिएको मैले उहाँलाई भने यस्ता कुरा हामीले बाहिर ल्याउँ है घटनाहरु अहिले पनि घट्न छोडेको छैन नै हाम्रै यही घट्यो केही समय 3 महिना अगाडि घट्या छ सक्नुहुन्छ यस्तो यो घटना रोक्न यादव सिंह कार्यलाई नै यादव सिंह भनेको एउटा आन्दोलनबाट स्थापित नाम हो के हिजो विद्यार्थी आन्दोलनबाट होस् या आज सडक आन्दोलनबाट स्थापित नाम होस् हामीले त सरकारलाई झुकाउन सक्छौं हजुर सरकार हामीसँग झुक्छ हामीले सडकदेखि कतिपय कानुनहरु संशोधन गरेका छौं भोलि संसदमा गएपछि त त्यसलाई कार्यान्वयन गराउने हो के अवस्था हामीले आज पनि उठाइरहेको छौं अब हामी कार्यान्वयन गर्ने ठाउँमा पुग्ने हो के भोलिको दिनमा तपाईले बोलेका एजेन्डाहरु पूरा गर्न सक्नु भएन भने जनताहरुको सामने तपाईले हैन मैले भने नि आज जस्तै यादव सिंह जुन हुलाकी सडकमा पैदल यात्रा हिँड्दा छ धेरै भयो भोलि एउटा बाइकमा हिँड्नु हजुर हामी स्कार्पियन चढ्दैनौं हामी जनतासँगै हुन्छौं जनताका समस्या सुन्छौं जनताका समाधानका पाटा लिएर हामी अगाडि बढ्छौं तपाईहरुको सल्लाह सुझाव लिएर नि हामी अगाडि बढ्ने
तपाईँ त सिधै प्रतिनिधि सभाबाट उठ्नु भएको छ स्वतन्त्र उम्मेदवारको हिसाबमा होइन। अब स्थानीय रूपमा तपाईँले आजसम्म त्यस्तो कुनै कार्यहरू गर्नुभयो होला नि त। आज कञ्चनपुर क्षेत्र नम्बर 1 को लागि मैले यो कार्य गरेको थिएँ, आज म प्रतिनिधि सभाबाट उठेको छु स्वतन्त्र उम्मेदवारको रूपमा। मलाई यहाँको जनताहरूले यो कार्यबाट जित्नु भएको थियो, चिन्नु भएको थियो। अब मैले यस्तो यस्तो कार्य गरेको थिएँ भने एकचोटि मेरो चाहिँ के छ भने चाहिँ मैले पहिला त तपाईँ अघि नै दोहोऱ्याइहालेँ, म दोहोऱ्याउँदैन, विद्युतको काम एउटा मैले गरेको ठाउँमा है। अर्को कुरा के छ भनेपछि तपाईँको चिनी मिलले चाहिँ डाइरेक्ट खोलामा गएर हाम्रो यो सिमरीदेखि लिएर माथिसम्म कमरासम्म लेखेर जनताहरूको चाहिँ किसानको नोक्सानी हुँदै गर्दा मैले डाइरेक्ट मन्त्रीलाई गएर भेटेर चाहिँ त्यहाँ ट्रिटमेन्ट प्लान्ट जोड्न लाउनुहोस् है भन्नुभएको छ मन्त्रीज्यूले। त्यो मेरो भिडियो पनि छ, हेर्नु होला तपाईँहरूले। अहिले पनि रोकिएको छैन नि? छैन जस मैले आवाज त त्यहाँसम्म पुगाएँ नि हजुर। हजुर हिजोको दिनमा यहाँ भएको संसदले त्यहाँ आवाज पुर्याउनु भएन नि त। एउटा आम व्यक्ति, एउटा युवा त्यहाँ आवाज त पुर्याएँ नि त मैले। तर के कारणले रोकिनु जस्तो लाग्छ? अब तपाईँलाई म धेरै कुरा नभनौँ होइन, बोल्न नि मिल्दैन। अब त्यो हाम्रो चिनी मिल कसको के हो भन्ने कुरा जनताहरूलाई नै थाहा छ। तर यादव सिंहले कोसिस चाहिँ गर्यो। त्यो भयो अस्ति भर्खर किसानको अनुदान कटौती हुँदाखेरि चाहिँ किसानहरूलाई लिएर त्यहाँ बसेको कुराहरू छ होइन। बारम्बार हुलाकी सडकको लागि चाहिँ कुलमानलाई भेट्ने, कसलाई भेट्ने, पहिलेदेखि अस्ति कुलमानजीहरू मन्त्री हुँदाखेरि भेटेको कुराहरू छ होइन। अब शिक्षा क्षेत्रमा त अब हाम्रो शिक्षाको क्याम्पसको कस्तो उन्नति भएन भनेर त म आफै शिक्षा मन्त्रालय 2-3 डेलिगेसन गएँ। तर कस्तो चाहिँ हामी त्यहाँ हिजो आम मान्छे भएर त्यहाँ हाम्रा आवाजहरू जस्तै मैले त सडकबाट, सञ्चारबाट र सिंहदरबारमा गएर पनि मेरो ठाउँको आवाजहरू पुर्याइरहेको थिएँ नि त। तर अब म इम्प्लिमेन्टेसन गर्न चाहन्छु क्या। आवाज त अब यहाँको संसदले नबोलेको कुरा नि मैले बोलिरहेको छु क्या। अब म कार्यान्वयन गर्न चाहन्छु क्या। आवाज मात्र उठाएर त हुँदैन नि त। कार्यान्वयन गर्ने ठाउँमा मलाई पुर्याइदिनुहोस्, म गर्छु। मैले प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको छु। हजुर, तपाईँको युवाको खास यो कञ्चनपुर क्षेत्र नम्बर 1 बाट धेरै युवाहरू विदेश पलायन पनि हुनुभएको छ हजुर हैन। अब यही पनि केही गरौँ भन्ने पनि गर्न नसक्ने ठाउँ होइन। सुदूरपश्चिम, सुन्दर सुदूरपश्चिम ठाउँ, यति फैलिएको ठाउँ छ, यति धेरै रोजगारका अवसरहरू ल्याउन सक्ने सम्भावना भएको ठाउँ हो। अब यी युवाहरूलाई चाहिँ विदेश पलायन हुनबाट रोक्नको लागि तपाईँको कदम कस्तो रहन्छ? मैले त भनिहालेँ नि तपाईँलाई, मैले एजेन्डामै सुनाएँ होइन। उद्यमशीलताले चाहिँ हामीलाई चाहिँ उहाँलाई सोधा सहुलियतपूर्ण ऋण दिने कुरा गरिरहेको छु। यी उद्योगहरूलाई चाहिँ धेरैभन्दा धेरै उद्योगहरू खोल्नलाई प्रोत्साहन गरेर होइन, युवाहरूलाई चाहिँ स्वरोजगार दिने कुराहरू गरेको छु होइन। मैले आइटीका कुराहरू गरेको छु, डिजिटलका कुराहरू गरेको छु। सबै कुराहरू छन्। सकेसम्म चाहिँ मेरो पुस्ता, मेरो युवा भाइ बहिनीहरू चाहिँ अब चाहिँ विदेश पलायन नहोस्। तर एउटा कस्तो हुनु भने चाहिँ हामीले अहिले पनि एउटा कुराहरू चाहिँ जनतालाई के बुझाउनु पर्छ भने चाहिँ म एउटा यहाँ स्थानीय उम्मेदवार होइन, स्थानीयको जति मसँग हक अधिकार रहँदैन। म कानुन बनाउन जाने होइन। मैले कानुन बनाउन जाँदाखेरि यो ठाउँका सुकुम्बसीका पीडाहरू, आरक्षी पीडितका कुराहरू पहिलो कुरा मैले उहाँहरूलाई चाहिँ त्यो कानुन संशोधन गरेर हुन्छ, के गरेर हुन्छ, विधेयक त त्यहाँ पुगेका छन् त। यहाँका सबै कुराहरू जति पनि समस्या छन् नि प्रतिवेदन त तपाईँको सिंहदरबारमा छ, प्रधानमन्त्री कार्यालयमा पनि छ के। तर झकझकाएर त्यसलाई कार्यान्वयन गराउने मान्छे छैन नि त। म त त्यहाँ जानु छ नि त। तपाईँ त अनसन बसेर तपाईँले त धेरै भनौँ न कति कुराहरूको माग पनि गर्नुभएको थियो नि त होइन। कञ्चनपुर क्षेत्र नम्बर 1 को यस्तो युवा हो हजुर जो सडकमा कयौँ दिन अनसन बसेर, हजुर पानी नखाइकन अनसन बसेर तपाईँले कति मागहरू पुरा गर्नुभएको छ। मैले भने नि यो दुईटा कुरा हुन्छ। एउटा जेनजी आन्दोलनमा मलाई अन्तर्राष्ट्रिय स्तरमा मेरो साहसी युवा भनेर पहिचान हुँदै गर्दा होइन, तर म चाहिँ जेनजी आन्दोलनमा जेनजीको नेता बन्न गएन र म मेरा ठाउँका समस्या बुझ्न आएँ। चौथो दिनमै आएँ म जेनजी आन्दोलनपछि होइन। त्यसपछि पनि म अवसरवादी भएन, म यहाँ आएँ। म त्यहाँ नेता बन्न गएन, हाम्रो अरू साथीहरू सुदनजीहरू जसरी म नेता बन्न गएन। तर म यहाँ आएँ जनतासँगै थिएँ। म यहाँका युवाहरूलाई चाहिँ जेनजी आन्दोलनले युवा विद्यार्थीमा देखेको प्रभाव भनेर म कार्यक्रम दिइरहेको थिएँ क्याम्पस स्तरमा होइन। तर त्यसपछि जब जेनजी आन्दोलनमा चाहिँ पार्टीका दलहरूले चाहिँ आतङ्कवाद, आतङ्ककारीको आन्दोलन भने नि, त्यो मेरो पुस्ताले गरेको आन्दोलन हो कि। भोलि त मेरो पुस्तामाथि प्रश्न आउँछ भनेर त्यो आन्दोलनलाई संस्थागत गराउनलाई चाहिँ म 13 दिन अनसन बसे गएर है, आफ्टर लगभग 20 दिनपछि गएर अनसन बसेँ। अनसन बस्दै गर्दा मेरो 4 बुँदे माग प्रमुख थिए हेर्नुहोस् होइन। पहिलो माग के थियो भने चाहिँ जेनजी आन्दोलन जनआन्दोलन घोषणा गराउने भन्ने थियो है, जो आज जनआन्दोलन घोषणा भइसकेको छ। म्यान्डेटमा पहिलो नाममा मेरो पहिलो नाम मेरो जनादेशमा पहिलो नाम छ मेरो। राज्य हामीसँग झुकेर अनसन हामीले तोडेको होइन। दोस्रो चाहिँ मेरो के थियो भने चाहिँ 2046 सालदेखि यता जति पनि प्रशासनिक क्षेत्र र यो सरकारमा बसेर आजसम्म काम गर्नुभएको छ उहाँहरूको चाहिँ सम्पत्ति छानबिन हुनुपर्छ भनेको थियो हामीले। त्यो आयोग गठन भएको छ, त्यो पनि प्रक्रिया अगाडि बढिसकेको छ। अनि हाम्रो जति पनि छन् तपाईँको जेनजी आन्दोलनका घाइते र शहीद परिवारहरूको समग्र मागहरू पुरा हुनुपर्छ भनेको थियो, त्यो पनि अगाडि बढिसकेको छ। एउटा कुरा चाहिँ अर्को लास्टमा के थियो भने चाहिँ जेनजी आन्दोलन 24 गते चाहिँ जुन गोली चल्यो, हाम्रा साथीहरू मारिए, 23 गते हाम्रा साथीहरू मारिए होइन, 77 जना मारिए। त्यसपछि त त्यो सरकारको नेतृत्व कसले गरिरहेको थियो त्यो बेला होइन, उहाँहरू त जिम्मेवार हो नि त। त्यही भएर चाहिँ उहाँहरूलाई चाहिँ बयान दिनुपर्छ भन्ने कुरा थियो मेरो। कानुनी प्रक्रियामा अगाडि लानुपर्छ भन्ने त्यो पनि पुरा भयो। कमसेकम यो इतिहासले एउटा कुरा चाहिँ याद गरोस्, यादव सिंह भनेको एउटा जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गराउने नाम हो। आज अन्तर्राष्ट्रिय स्तरमा यादव सिंह साहसी युवा भनेर चिनिँदै गर्दा
राज्यले जस्तै हिजोको दिनमा प्रचण्ड र गिरिराज पोखरेलको जुन सम्झौता भएको थियो नि शान्ति सूचना हुँदाखेरि आज प्रधानमन्त्री र म बिचको सम्झौता भएको छ है। प्रधानमन्त्रीज्यूले मनसनमा हुँदाखेरि मलाई यादव सिंहज्यू तपाईँ आउनु संसद तोड्न प्रधानमन्त्री कार्यालय भन्दै गर्दा म जादिनँ, मेरो घाइते छ भनेर मैले हाम्रै पुनासको भाइ एकजना पारा सुनार भन्नुहुन्छ उहाँहरूलाई वार्तामा पठाएको थिएँ, मेरो आफ्नो टिम थियो उहाँहरूलाई पठाएको थिएँ है। गृहमन्त्रीज्यू आउनुभएको थियो, मैले उहाँलाई सडकबाट फर्काएको थिएँ, मेरो ज्यान जाला म जबसम्म तपाईँहरूले मलाई लिखित सम्झौता दिनुहुन्न म उठ्दैन भनेको थिएँ। लास्टमा राज्य मसँग झुक्यो है। आज अन्तर्राष्ट्रिय स्तरमा चिनिँदै गर्दा अब कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 1 ले यादव सिंहलाई चिन्ने कि नचिन्ने मैले त आफ्नो इतिहास लेखिसकेँ नि त हैन। मैले आफ्नो घर बनाउन राजनीति गरेँ नि त, मैले मेरो ठाउँ बनाउँछु राजनीति गरेँ नि त हैन। म त त्यो बेला तपाईँको त्यो बेलाको अस्ट्रेलियाको टपर हजुर 72 सालको हैन। म आज अस्ट्रेलिया अमेरिका क्यानाडा म जान सक्थेँ नि त, तर मैले मेरो ठाउँको लागि मैले नगरे कसले गर्छ हैन। सिमानामा जुन गोविन्द दाइ बित्नुभयो त्यहाँदेखि त्यो घटनाले मलाई आजसम्म मेरो ठाउँको लागि चाहिँ म लड्नुपर्छ, मेरो ठाउँको लागि मैले बोल्नुपर्छ। म जस्तो मान्छे आज यो ठाउँमा जन्मिएको नुमा यो पुनर्वास र कञ्चन बेल्टको लागि चाहिँ एउटा गर्वको कुरा हो कि हैन। तर आज यो ठाउँले मलाई नचिन्न सक्दा म यति धेरै दुखी छु हैन। आज म एउटा जनताको छोरो, एउटा गरिब एउटा मजदुरको छोरो हैन, एउटा वर्गको कुरा गरौँ न। आज हामी एउटै वर्ग हैन त हो नि, तर आज म पैसा नभएको कारणले मैले चुनाव हार्नु त भएन नि त हैन। हिजो त हामी वर्ग सङ्घर्ष गरेर हो नि त हैन। म विद्यार्थी आन्दोलन लामो समय काम गरेर वर्ग सङ्घर्षको कुराहरू छ नि त हैन। मैले कहिले पनि अझै पनि भने नि म यो व्यवस्थाप्रति नकारात्मक छैन के, म यो देशमा व्यवस्था बदल्न आएन के, निर्वाचन क्षेत्रमा रहेका जनताको अवस्था बदल्न आज म आएको हो के हैन। अब यस्तो हुन्छ यहाँ जनताहरूले चाहिँ कसरी पनि बुझ्नु भएको छ भने बाहिर सरसर्ती हेर्दाखेरि कयौं वर्षदेखि हामीले भोट दिएर जिताएका नेताहरू हुनुहुन्छ, अनुभवी नेताहरू हुनुहुन्छ हैन, सिनियर व्यक्तित्वहरू हुनुहुन्छ। अब भर्खर उठेको युवाले कञ्चनपुर क्षेत्र नम्बर 1 मा के चाहिँ गर्ला त हैन। जनताहरूको त्यो पनि एउटा चासोको विषय हुन्छ क्या। अब तपाईँले अहिले कञ्चनपुर क्षेत्र नम्बर 1 का सम्पूर्ण जनसमुदायहरूलाई तपाईँले सर्र भनिदिनुहोस् न मसँग चाहिँ विश्वास गर्ने आधार यो छ। मैले ठ्याक्कै भनेले लामो समयदेखि चाहिँ म युवाको क्षेत्रमा विद्यार्थीको क्षेत्रमा काम गरेर आइसकेको छु हैन। आज म नेपाल सरकारको राष्ट्रिय परिषद युवा तथा खेलकुद मन्त्रीको म नेपाल सरकारको प्रशिक्षक हो। आज जुन सांसद बन्ने लाइनमा छौँ नि म उहाँलाई पढाउन सक्ने क्षमता राख्छु क्या। म प्रशिक्षक हो क्या, सङ्घीय नमुना संसदको प्रशिक्षक हो, युवा नेतृत्व विकास कार्यक्रमको प्रशिक्षक म, जलवायु परिवर्तन युवाको भूमिकाको प्रशिक्षक हो। अब यो सङ्गठन बनाउने विद्यार्थी आन्दोलनको कुरा त छोडि नै हालौँ होइन, म आफै पनि त्यही ब्याकग्राउन्ड भएको भनेपछि म सक्षम छु के। तर म आज कहाँ सक्षम छैन भने जुन उहाँले भनिराख्नुहोस् तपाईँ स्थानीय लड्नुपर्ने म त्यहाँ सक्षम छैन के। मैले त्यसको अभ्यासै गरेको छैन नि त। म आफूमा म जे क्षमता छ म जे कुरामा सक्षम छु हैन, म त्यसको लागि त्यसमा अब्बल छु नि त। भोलि आजको दिनमा तपाईँको संसद भवनमा सुन्ने समय भन्ने हुन्छ क्या, उहाँले जिन्दगी यहाँ बोल्नु भएको छैन, त्यहाँ भनेको सभामुखले हामीलाई समय नदिए नै हामी आफ्नो बोल्न पाउँछौँ क्या। त्यो संसदमा म 20 सेकेन्डमा मेरो ठाउँमा 20 वटा समस्या राख्न सक्ने लायक राख्छु क्या। म अब्बल छु, मेरो ठाउँको लागि सडक संसार र सिंहदरबारमा गएर म बोलिरहेको छु कि नचिन्ने यो प्रश्न हो क्या। तर मान्छेको सोच हुन्छ नि त है। अब राजनीतिमा लागिसकेपछि पहिला मान्छेले व्यक्तिगत स्वार्थ हेर्छ, किनभने यी उदाहरणहरू छन् नि त, नभएको होइन। अब यादव सिंहले चाहिँ आफ्नो लाइफ बनाउनको लागि होइन, कञ्चनपुर क्षेत्र नम्बर 1 लाई विशेष बनाउनको लागि तपाईँ यो चुनाव आउनु भएको छ। हामीले यही बुझ्नु पर्यो, जनताले यही बुझ्नु पर्यो। भनेपछि तपाईँले बोलेको कामहरू, बोलेका जति पनि एजेन्डाहरू छन्, अहिले तपाईँले जति पनि कुराहरू बोलिरहनु भएको छ त्यो तपाईँले पुरा गर्न सक्नुहुन्छ। मैले त प्रतिबद्धता पत्रै भने हजुर, मैले यो दुईटा स्टेम लगाएर कहीँ राख्नुपर्छ भन्नुहोस्, मैले कसरी पुरा गरेँ। जस्तै आज धेरै प्रश्न एउटा तपाईँले सोध्नु भयो, तपाईँ एक्लैले जितेर के हुन्छ भन्नुहुन्छ क्या। हिजो म एक्लै अनसन बसेर सरकार ढाले होइन, केपीले सरकार ढाले होइन, मैले एक्लै आन्दोलनमा गएर मेरो पछाडिको जेनजी आन्दोलनमा सबै साथीहरू आउनुभयो। जेनजीओ गएर त वास्तवमा अन्तर्राष्ट्रिय स्तरले त मलाई भनेको छ त, तर म त्यहाँ नेता बन्न पो नगाउँ त होइन। हिजो हामीले सडकमै राखेर यो महिला संशोधनको कानुन हामीले विधेयक खारेज गरे होइन हो नि। हिजो हामीले एक्लै बसेर हामीले कतिपय मागहरू सडकबाट पुरा गरे होइन। यादव सिंह त आन्दोलनले स्थापित भएको नाम हो क्या। भोलिमा हार्दै गर्दा पनि मैले त त्यहाँ सिंहदरबार गएर त्यो सचिव र मन्त्रीलाई मेरो ठाउँको यो सुकुम्बासीको आरक्षितको समस्या समाधान गर भनेपछि त्यहाँ यादव सिंह बोलिरह हो के। यो देशको जेनजी आन्दोलनको फ्रन्ट लाइनर मान्छे बोलिरह हो कि। आन्दोलन स्थापित गरेको एउटा आन्दोलनकारी बोल्नु र एउटा सामान्य मान्छे गरेर त्यहाँ बोल्न फरक हुन्छ कि हजुर। हामी त हिजो पनि बोलिरहेको छौँ नि, अनि त अझै बोल्ने अझै लड्ने हो। यदि यो ठाउँको जनताले आज म हार्दै गर्दाखेरि मलाई सम्मान दिन मत आउँछ, यादव सिंह हारे पनि यो ठाउँको लागि चाहिँ अझै लड्छ क्या, अझै लड्छ, बोलिरहेको छ, लडिरहेको छ यादव सिंह। एकदम खुसी लाग्यो यादवजी। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अन्तिममा तपाईँले छोटो गरी अहिलेको हाम्रो कञ्चनपुर क्षेत्र नम्बर 1 का मतदाताहरूलाई केही भन्न चाहनुहुन्छ? म यादव सिंह कञ्चन निर्वाचन क्षेत्र नम्बर 1 को विशेष गरी तपाईँहरूको उम्मेदवार। मेरो चुनाव चिन्ह झोला। यो झोलामा म तपाईँको ठाउँको समस्या बोकेर हिँडिरहेको छु, समाधान गर्नका लागि
यो ठाउँको विकासलाई निकास दिलाउनको लागि म हिँडिरहेको छु है। मलाई एकपटक त्यो ठाउँमा कार्यान्वयन गर्ने ठाउँमा यो ठाउँका जनताका मुद्दाहरू चाहिँ समाधान गर्ने ठाउँमा पुर्याइदिनु हुन म विनम्र अनुरोध गर्दछु। म एउटा यादव सिंह प्रतिनिधि पात्र मात्र हो, प्रतिनिधित्व तपाईहरूको हो के, यो मेरो उम्मेदवारी होइन। म एउटा व्यक्ति एक्लै हिँडिरहेको छु के, तपाईहरूको उम्मेदवारी हो। तपाईहरू सोच्नुहोस्, यो तपाईहरूको उम्मेदवारी हो। यो ठाउँको परिवर्तन चाहने, विकास चाहने समग्र युवाहरूको, समग्र मतदाताहरूको उम्मेदवारी हो। म तपाईहरूलाई मलाई भोट माग्दिन, भोट गर्न हार्दिक अपिल गर्दछु। हस्, धन्यवाद। हस्, तपाईँ एकदम व्यस्त समयको बावजुद पनि हामीलाई समय दिइदिनु भयो। विश्वखोजबाट तपाईँले धेरै कुराहरू जनतासम्म पुर्याउने एउटा अवसर हामीलाई पनि दिनुभयो र तपाईँले पाउनु। विशेष गरी त विश्वखोजलाई धेरै धेरै धन्यवाद। मेरा आवाजलाई जनताका घर घरसम्म पुर्याइदिनु तपाईँहरूले ठुलो रोल खेलिराख्नु भएको छ है। आज म एक्लै हिँड्दाखेरि म बेलनाडीतिर जान नपाउँला, बेलोरीतिर कुनै वडामा जान नपाउँला, लालझाडीतिरको 6 नम्बर वडामा 5 नम्बर वडामा जान नपाउँला, तर मेरा आवाजहरू त्यहाँ पुर्याइदिन यो संसार मध्येमा ठुलो रोल खेलोस् भन्ने मलाई अपेक्षा छ है। तपाईँहरूलाई विशेष विशेष धन्यवाद, विशेष धन्यवाद विश्वकोशलाई र हाम्रा समग्र टेक्निकल टिमलाई। धन्यवाद। धन्यवाद। दर्शकबिन, उहाँ हुनुहुन्थ्यो कञ्चनपुर क्षेत्र नम्बर 1 का प्रतिनिधि सभाका प्रत्यक्षतर्फका स्वतन्त्र उम्मेदवार यादव सिंह। आजको कार्यक्रम कस्तो लाग्यो? कृपया सल्लाह सुझाव प्रतिक्रियाहरू दिन नभुल्नुहोला। यतिन्जेलसम्म हामीलाई अमूल्य समय दिएर हेरिदिनु भयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने सनन्द देवीलाई पनि विशेष आभार प्रकट गर्दै आजको कार्यक्रमबाट म कार्यक्रम सञ्चालिका दीपिका पौडेल छुट्टिँदैछु। तपाईँको बाँकी पल सुखद रहोस्। हस्त, नमस्कार।